हेलो हेलो गाइज हामी चाहिँ नमस्कार सबैजनालाई। हामी चाहिँ आज छुट्टीको दिन बेनी जाने तयारीमा छौँ। हाम्रो च्यानललाई लाइक सब्सक्राइब गर्नुहोला। अब हामी बेनी जाँदैछौँ होइन। यो चाहिँ मेरो नयाँ च्यानल हो। युट्युबमा त्यति हाम्रो चाहिँ छैन क्या तयारी, तर पनि अब सानो सानो हाम्रो हिँडेको डुलेको मेमोरीहरू चाहिँ कैद गरेर राखौँ, पछि चाहिँ सम्झना हुन्छ होइन। अब टिकटकमा सबै समावेश गरेर राख्न सकिन्न, लामो लामो भिडियोहरू हुन्छ। अनि पछि हामी को कहाँ पुग्छौँ, कति बेला कहाँ हुन्छौँ होइन, त्यतिखेर चाहिँ मेमोरी हुन्छ भनेर मैले चाहिँ अहिले चाहिँ योसँग जम्मा 3वटा ब्लग हुन्छ मेरो चाहिँ। हामी बेनीमा पुगिसकेका छौँ। बिचको भिडियोहरू चाहिँ छुटिएछ। अब त्यो भ्लग बनाइराख्ने चाहिँ ऊ छैन नि त, खालि टिकटक र फोटो मात्रै खिच्छौँ नि त, त्यही भएर भ्लग बनाउने ऊ चाहिँ छैन। अनि अहिले चाहिँ बल्ल बल्ल सुरु गर्दैछौँ। स्यारोन शेर्पा एकदम एक्साइटेड भएर चाहिँ हिँडिरहनु भएको छ, एकदम खुसी होइन। उसलाई जतिको हर्ष र उल्लास यहाँ कसैलाई पनि छैन। हामीलाई हेल्प गर्छ, घरि झोला बोक्न सघाउँछ। यो चाहिँ साथीहरू बेनी हो। बेनीमा त्यति धेरै बेनीको चौरैमा घरहरू नभए पनि केही नभए पनि एकदम बस्नको लागि चाहिँ लायक छ होइन। एकदम गहिरो छ, न्यानो ठाउँ छ, प्रायः धेरै मान्छेहरू घुम्न आउँछ। यहाँ हाइड्रो पावर पनि छ, एकदमै रमाइलो छ ठाउँ। हेर्नु त कति खुसी भएको छ स्यारोनको एक्साइटेड लेभल हेर्नुहोस् है। यस्तो एक्साइटेड भएर कुदिरहेछ होइन खोलामा। बेनीको खोलामा रमायौँ, यति धेरै रमायौँ, यति धेरै खुसी भयौँ होइन। मजा आयो नि त। बालुवामा खेल्यौँ, खोलामा पानीमा खेल्यौँ। अनि त्यतिले मात्र पुगेन, फोटोहरू खिच्यौँ, भिडियोहरू बनायौँ, एकदम मस्ती गऱ्यौँ हामी। टन्न खाना खाएर आएका थियौँ। अनि यहाँ वरिपरि होटलहरू बन्द भए पनि जे भए पनि हामीलाई कुनै असरै परेन, किनभने हामी ड्राई पिकनिक पनि आएको के। हामीले घरबाट नै खानेकुराहरू पनि लिएर आएका छौँ। अब यो चाडपर्वको बेलामा सोचे जस्तो हुँदैन नि त, त्यही भएर चाहिँ त्यहाँबाट एकदम धेरै लामो समय खेल्यौँ। तर भिडियोमा अब सबै कैद त गर्न सकेन नि त। त्यसपछि हामी माथि पुल भएको ठाउँमा जाने भनेर हिँड्यौँ उकालो। हाम्रो ट्रेकिङ गाइड चाहिँ स्यारोन हो, सबैभन्दा फर्स्टमा हिँड्ने हो। तपाईँहरू पनि फुर्सद छ भने यता सोलुखुम्बु आउनुहुन्छ भने चाहिँ सोलुखुम्बुमा चाहिँ यस्तो पर्यटकीय स्थलहरू धेरै छ के, जुन चाहिँ प्रचार नभएको तर यति धेरै हेर्न लायक छ होइन। गुम्बाहरू यति धेरै छ, खोला झरना होइन। अब अरू ठाउँमा झरनाहरू पनि बनाएको होला, तर सोलुखुम्बुमा चाहिँ झरनाहरू बनाइराख्नु पर्दैन क्या। यहाँ चाहिँ पहाडहरू भएकोले होला एकदमै ठाउँमा यति धेरै सुन्दर झरनाहरू देख्न पाउँछौँ हामीले। अरूको ठाउँमा चाहिँ एकदम सानो कुरालाई पनि एकदम हाइलाइट गरेको, जस्तै म त दार्जिलिङ सिक्किमतिर पनि गएँ नि त। सानो झरनामा पनि ट्याक्स तिरेर हेर्नुपर्ने, एउटा फोटो खिच्दा पनि ट्याक्स तिर्नुपर्ने, एउटा मन्दिरभित्र जाँदा पनि त्यहाँको चाहिँ ट्याक्स तिर्नुपर्ने, हरेक कुरामा चाहिँ पैसा त्यहाँ लिने, कसरी आर्जन गर्ने, कसरी आफ्नो ठाउँलाई समृद्ध बनाउने भन्ने हुन्छ नि त। हाम्रोमा चाहिँ त्यस्तो छैन। त्यसरी नै पैसा लिने, बाहिरी पर्यटकलाई त्यसरी नै प्रचार गर्ने हो भने त सोलुखुम्बुको यो सदरमुकाम त यति धेरै विकसित हुन्थ्यो। यति राम्रो ठाउँ छ यहाँ। तामाखानी छ घुम्नको लागि। यो बेनी हुँदै हामी थोतेन त्यसै गरी जुनबेसी जान सक्छौँ, उता पिके पिक जान सक्छौँ हामी होइन। हामी योभन्दा अगाडि सिलगढी गएको थियौँ। सिलगढी डाँडामा जाँदाखेरि, त्यसै गरी रातनाङ्गी जाँदाखेरि त्यताबाट उता भयो होइन। घुम्ने मेलातिर जान पनि सकिने भयो। यति धेरै ठाउँहरू छ कि। त्यस्तै मध्येमा एउटा सदरमुकामबाट नजिकै यो चाहिँ बेनी उस पनि हो क्या। यो बजार त होइन, हाम्रो गाउँ हो, बेनी गाउँ हो। बेनीमा आउँदाखेरि पनि यति रमाइलो हुन्छ। अनि त्यसपछि हामी उकालो हाइकिङ गइरहेको छौँ अहिले चाहिँ। मैले बिचमा भिडियोहरू लिइरहेको छु। जङ्गलको बाटो छ। अनि हामी 5जना छौँ जम्मा। 5जना चाहिँ हिँडिरहेका छौँ। 3जना अगाडि, म बिचमा, जन्स चाहिँ पछाडि छ।
अनि हाम्रो यो ओछ्याउने यताउता गर्ने काम पनि सक्यो। त्यतिखेर चाहिँ भिडियो बनाउनु पाएन। अनि अहिले चाहिँ हामीले ल्याएको होइन हेल्दी फुड घरबाटै ल्याएको खानेकुराहरू खाएर मस्ती गरिरहेका छौँ। घाम पनि लागिरहेको छैन धेरै सर्को। अनि त्यसपछि त्यस्तो हावाहुरी पनि छैन, पानी पनि परेको छैन। यति रमाइलो, यति घुम्नका लागि एकदम धेरै सुइटेबल छ क्या यो टाइम चाहिँ। अनि जङ्गलको बिचमा अनि सारोले जहाँ यहाँ पिकनिक यहाँ गरौँ भनेपछि हो त्यहीँ पिकनिक गर्न थालेको हामी चाहिँ। यो चाहिँ हाम्रो घरको ठुलो मान्छेको चाहिँ आदेश थियो नि त, यहीँ पिकनिक गर्ने भनेपछि सबै कुरा खाइसक्यौँ, कुम्रो कुटुरो पनि पारिसक्यौँ। हामीले ल्याएको फोहोरहरू पनि सबै हामीले आफ्नै पोलिथिनमा रेडी गऱ्यौँ। अनि त्यसपछि किनभने हाम्रो जङ्गल, हाम्रो वन जङ्गल, हाम्रो खोला नाला हामीले संरक्षण गरेन, हामीले सफा गरेन भने अरूले झन् कहाँ बुझ्छ होइन। हामी यहाँको स्थानीयहरूले पनि अब घुम्न जाँदाखेरि लिएर गएको आफ्नो फोहोरहरू आफ्नै साथमा लग्यौँ भने चाहिँ अझ हाम्रो यो नगरपालिकालाई चाहिँ सुन्दर बनाउनलाई सहज हुन्छ, सरल हुन्छ होइन। त्यही भएर हामीले गरेको फोहोरहरू सबै हामीले आफैले बोकेर तलतिर झर्दैछौँ। अब चाहिँ हामी घर फर्कनलाई नि त लामो समय भयो नि त, फेरि हामी बसेको बिहानै आएको। यतिखेर मैले यो भिडियो खिचिरहँदा चाहिँ 3-3:30 जस्तो भइसकेको छ कि। स्यारोनले चाहिँ मलाई हेल्प चाहिँदैन, म आफै हिँड्न सक्छु, म एकदम स्ट्रङ छु भनेर अघि हिँडिरहेछ। बेला बेलामा पुटुङ पनि लड्दैछ होइन। एकदमै इन्जोय भइरहेछ हाम्रो चाहिँ यात्रा। रमाइलो गर्दै हामी ओह्रालो झरिरहेका छौँ। यस्तो राम्रो ठाउँ छ, यस्तो राम्रो ठाउँ छ, आउनुहोस् न। अब हामी चाहिँ फर्किँदैछौँ। एकदमै रमाइलो भएको छ। अनि हिँड्दै जाने हामी त, म त हिँड्ने हो भनेर एकदम स्ट्रङ लेडी भएर हिँड्दैछ मेरो बहिनी चाहिँ। उसको चाहिँ एकदम हिँडाइ करायो कि। यति धेरै हिँड्यो खुट्टा दुख्यो होला बिचराको आज राति जस्तो लागिरहेछ। तर ऊ त्यत्तिकै अब सानोतिनो दुखाइलाई चाहिँ सहिहाल्छ उसले। रमाउँदै एकदम बाइकमा नजाने होइन। अब म त सानै हो नि त, अनि त्यही भएर भरे खुट्टा दुख्यो भने भनेर दाइले चाहिँ बाइक पनि लानुभएको थियो कि। तर बाइकमा नजाने, म त हिँड्दै जाने रमाइलो हुन्छ भने ऊ हेर्नु त कति फास्ट कुद्छ होइन। रोक्दाखेरि नि होइन आफै तर्ने भन्छ। स्ट्रङ छ कि ऊ, कालो ओह्रालो जस्तोमा पनि हिँडिदिन्छ ऊ त। अनि रमाउँदै है हामी बेनीबाट यता लाग्यौँ। अब रोकदिङ पुग्न लागिसक्यौँ हामी। अब यहाँबाट 2टा टर्निङ मार्यो अनि ओह्रालो अलिकति झऱ्यो भने हामी रोकदिङ पुगिहाल्छौँ। रोकदिङमा गएर चिया खाजा खाने हाम्रो प्लान छ। खासमा हामी चाहिँ रोकदिङमा बसेर हामी माछा पनि खाऊँ भनेर सोचिरहेका थियौँ। तर हामीले लगेको खानेकुरा चाहिँ यति धेरै भएछ कि त्यो खाँदा हामीलाई एकदम टनक्क भएको छ होइन। त्यही भएर आज यहाँ माछा नखाने, हामी भयो भने माछा लिएर घरै जाने भनेर सल्लाह गऱ्यौँ। अनि दाइ र भाइ चाहिँ बाइकमा अगाडि गएको छ। अनि हामी 3जना दिदीबहिनी चाहिँ यस्तो पाराले हिँड्दैछौँ। ऊ हिँड यस्तो छ पारा। हाइकिङ हाम्रो एकदम रमाइलो भयो। घुम्नुपर्छ है, मस्ती गर्नुपर्छ टाइम मिलाएर मस्ती गर्दै हिँड्नुपर्छ। स्यारोनको हेर्नु ल कति टाढा छ, ऊ कति छिटो हिँडिरहेछ। यस्तो छ नि केटी। एउटा बाइक आउँदै रहेछ। अब हेरेर त स्यारोनको एक्टिङ यसो गर्छ। अफ रोड छ नि त, अनि बाइकहरू पनि होइन अब स्पिडमा ल्याउनु पर्यो हुन्छ, उकालो ओह्रालोमा गाह्रो हुन्छ क्या। अनि फेरि आफ्नो साइड पनि च्यापेर आउँदैन नि त। अब त्यति धेरै नियमहरू हुँदैन नि त। अब त्यो गाउँघरमा त, अब बजारमा त हुन्छ, सदरमुकाममा त हुन्छ नियमहरू, ट्राफिकहरू हुन्छ। तर अब गाउँमा त अब त्यस्तो धेरै हुँदैन भनेर नि आफ्नै तालमा कुदिरहेको हुन्छ क्या। अनि आफ्नो ख्याल चाहिँ आफैले गर्नुपर्छ। रोकदिङमा बसेर चिया खाजा खायौँ, माछा पनि बोक्यौँ उतै खाने भनेर। तर अब हामी चाहिँ के भन्छ साँझ परिसकेकोले हतारमा पनि छौँ।
उता अब गेस्टहरू पनि आउन सक्छ होइन। अघि पनि 4-5 जना गेस्टहरू आएको छ भनेर फोन गर्नुभएको थियो। अब तिहारको बेलामा दिउँसो चाहिँ त्यस्तो मान्छे नआउने के, खाजा खाने मान्छेहरू चाहिँ नआउने, त्यही भएर रेस्टुरेन्ट बन्द गरेको। हामी चाहिँ अब छिटो जाने भन्छ नि त रातो घाम मेरो अनुहारमा परेको, साँझ परेर हिँड्यौँ। अनि खोलागाडी हुँदै हामी यो उकालो खोलागाडी ठ्याक्कै सकेर माथि त्यो सानो दुधकुण्ड मन्दिरबाट उकालो चढेको ठाउँ हो यो चाहिँ। अब यता पिच रोड गयो भने चाहिँ अलिकति टाढा पर्छ। अनि हामी चाहिँ सर्टकट बाटो हिँडेको। पहिला यहाँ बाटो चिप्लिँदै चाहिँ हामी दुधकुण्ड मेला भर्न आउँथ्यौँ होइन। एकदम रमाइलो हुन्थ्यो। अनि समयअनुसार उमेरअनुसार चाहिँ सबै हाम्रो इच्छाहरू चाहनाहरू चाहिँ बद्लिँदो रहेछ। पहिला यहाँ दुधकुण्डमा मेला लाग्दा यति धेरै हतारेर आउँथ्यौँ क्या हामी, तर अब त्यस्तै हो होइन। अनि हामी चाहिँ फाप्लो आइसक्यौँ। अब यो उकालो तरेपछि चाहिँ फाप्लो पुग्यो होइन। यो चाहिँ फाप्लो हो। कस्तो राम्रो खतरा बादल छ क्या आज, अनौठो टाइपको आकाशतिर हेरिरहँ जस्तो खालको बादल होइन। यो चाहिँ फाप्लो एयरपोर्ट हो, फाप्लो एयरपोर्ट हो यो चाहिँ। उकालो बाटो होइन। अनि यो चाहिँ सल्लेरी हामी ठ्याक्कै आवडारामा पुग्यौँ। एउटा खोला तरेपछि ठ्याक्कै यो आवडाराको दृश्य हो, फाप्लोबाट सल्लेरीतिर आउँदाखेरिको दृश्य हो। साँझ परिसकेको छ, झपक्क हुन लागेको छ। अहिले त 6 बजीतिर नै अन्धारो हुन्छ कि। हरिया 3-4 जना बच्चाहरू देउसिरी खेल्दै रहेछ, इन्जोय गरिरहेको रहेछ। हामी पनि सानोमा यसै सानो 4-5 जनाको ग्रुप बाँधेर देउसिरी खेल्थ्यौँ। बालापनको याद आयो, मेरो साथी सरिता पासाङ फुटीको याद आयो मलाई। हामी यसरी नै देउसिरी खेल्थ्यौँ सानोमा है, एकदम रमाइलो हुन्थ्यो। अनि मस्ती गर्थ्यौँ हामीले यस्तै गरेर। अघि बाटोभरि चाहिँ हिँड्न नसकेर पछि भएको मान्छेहरू पनि घर नजिकै आएपछिको त उसको स्टामिना अर्कै हुँदो रहेछ कि गाइस, उसको फुर्ती अर्कै हुँदो रहेछ। नपत्या हेर्नुहोस् त यहाँ हिँड्न नसकेर लोत काटिरहेको मान्छेहरू अब घरको नजिकै आएपछि त यस्तो छ पारा। ओके, यो हाम्रो आवडाँडा बजार हो, सोलुखुम्बु जिल्लाको सदरमुकामको आवडाँडा भन्छ यसलाई चाहिँ। अहिले चाहिँ अब हेर्नुहोस् ल, त्यति धेरै चहल पहल छैन, अलिअलि गाडीहरू गुडिरहेको रहेछ, तर मान्छेहरू त्यति छैन। पसल होटलहरू बन्द छ, हाम्रो पनि बन्द थियो। अब हामी साँझमा एकछिन खोल्ने, सेवा दिनु पऱ्यो नि त। अब सबै पैसा कमाउने भन्दाखेरि पनि कति चाहिँ यो चाडपर्वको बेलामा बिचरा विशेष कामले आएको हुन्छ, तर खाजा खाने ठाउँ पनि पाउँदैन नि त। त्यही भएर पनि हामी चाहिँ एकछिन चाहिँ खोलिहाल्छौँ के। अनि ल मेरो होटलको लोकेसन पनि हजुरहरूलाई दिइहाल्छु ल। यो फाप्लोबाट आवडाँडा हुँदै आउँदाखेरि चाहिँ ठ्याक्कै यहाँतिर यो ट्राफिक बिटको छेउमा चाहिँ 2टा बाटो छ नि त, एउटा हाइवेतिर जाने, एउटा बजारतिर जाने। बजारतिर नगइकन हजुरहरू चाहिँ हाइवेतिर आउनु है, यो निलो टेम्पो आएकोतिर, जुन चाहिँ यो हुला कार्यालयबाट सिधा अगाडि के, यता माथितिर नगएर यो बजार क्षेत्रतिर नगएर हाइवेतिर जानु होला। ओखलढुङ्गा, खोटाङ, उता सिन्धुली होइन काठमाडौँ जाने यो सबै बाटो चाहिँ यही हाइवे हो साथीहरू, यो हुला कार्यालय। यहाँबाट सिधा जाँदाखेरि 3-4 घर उता मात्रै ठ्याक्कै यहाँ 2टा धोपीको रुख छ, अनि 2-3वटा बत्तीहरू पनि बालेको छ होइन। यहाँबाट माथि टर्निङ मार्ने बित्तिकै यहाँतिर तपाईँले पार्किङ पाउनुहुन्छ। अनि त्यस सँगसँगै द हिमालयन किचनको सेवा पनि पाउनुहुन्छ हजुरहरूले। यति राम्रो ठाउँ, यति राम्रो लोकेसनमा हाम्रो रेस्टुरेन्ट छ। यहाँ तपाईँले लजको पनि व्यवस्था पाउनुहुन्छ, त्यसै गरेर रेस्टुरेन्ट पनि छँदैछ होइन। हामीसँग 20-21 जनालाई अट्ने खालको चाहिँ लज पनि छ। यो चाहिँ हाम्रो प्यारो रेस्टुरेन्ट।